हेलो गाइस, नमस्ते माई युट्युब ब्लग। यस्तै छ गर्मी गाइस। आज बलुवा बगेको र त्यहाँ आज बलुवा बगेको आज भर्याङ फर्ने हुन्छ र अहिले यता बिरोटा चोकको आसपास छु म गाइस। आउँदैछ तपाईँहरूलाई एकदमै स्पेसल युट्युब च्यानल आजु गरौँ र भिडियो नहालेको धेरै भयो र मिसिन फर्ने छ गाइस। अब भर्याङ पर्ने र आज यति बलुवा बगिसकेको बलुवा बग्दाखेरि लास्टै गर्मी पसिना सब यस्तै गाई चाहिँ छतमा जाऊँ कस्तो देख्छ। यो चाहिँ नयाँ है जो नयाँ घर बनाउँदैछ। पुरानो त पुरानै घर, यो थपेको घर हो र आज गर्मी गाइस यस्तै छ। च्यालमेन गाइस गर्मी छ, यस्तो गर्मी छ गाइस। कतिवटा छ स्टार गर्मी छ। स्कुलमा चाहिँ गाइस गर्मी गाइस। यस्तो गर्मी त कहाँ हुन्छ रहनु गाइस, होइन? काम गर्नै पऱ्यो नि। छतमा जाऊँ कस्तो हुने रहेछ। छतमा पनि भर्खर बनाउँदै रहेछ र गाइस हेर्नुहोस् है, भ्युज बवाल भ्युज पनि बवाल छ। अहिले घाम टिल्क टल्केको छ घामले, मान्छे मात्र सेतो बनाएछ गाइस। भ्यू चाहिँ त्यो डाँडा बुद्ध, अन्त डाँडा शिवा, यो डाँडा शिव है गाइस। यो डाँडा शिव यस्तो छ ठाउँ। स्कुल रहेछ क्या, स्कुल हो गाइस। गर्मी लास्टै गर्मीले आमामा बलुवा बोकी भ्याइयो। अब डलन भर्याङ फर्ने अब घाटा गरी गाइस यस्तै छ। यहाँ पनि नयाँ बनाउँदै रहेछ, यो पनि नयाँ बनाउँदै रहेछ र हामी टाल हाल्ने कार्यक्रम हुन्छ भन्न पछि नै थाहा हुन्छ। यो चाहिँ बिरोटा चोक साङ्जा जाने बाटो जानुपर्छ है। साङ्जा जाने बाटो यस्तो साङ्जा जाने बाटो टन्टा घाम लागेको छ गाइस। के गर्नु, होइन? काम गर्नै पर्यो है। अब कति 11:13 भइसकेको छ र अब भर्याङ पर्न पर्ला छ। अब भर्खर भ्याएको के बलु बोकेर एउटा ट्र्याक्टरभन्दा अलिकति थोरै बेसी काम गर्नु पऱ्यो नि, होइन? अहिले त अलि भिडियो गरेको त पसिना सुकेको जति छ। आउँदैछ है तपाईँहरूको लागि एकदम आजको युट्युब च्यानल स्कुल बस गाइस। स्कुल बस गाइस। यहाँ त सब फरै पर्छ गाइस, कहिले सबै हुने गाइस थाहा छैन। अब लाग्छ समय। अब यो पुस हालेपछि थाहा हुन्छ बल्ल गाइस। टाल हालेपछि बल्ल सब सरसफाइ देखिन्छ। टाल हालेपछि प्लास्टर गरेपछि, टाल हालेपछि, रङ लगाएपछि बल्ल घर राम्रो देखिन्छ। यस्तो छ ल। ओके बाई। आउँदैछ आजको युट्युब च्यानल। मन पर्यो लाइक कमेन्ट सेयर चाहिँ गर्नु नबिर्सिनु ल।